गाइसहरू आज हामी यसरी भ्लग गर्दैछौँ अनि हेर्नुहोस् त यति सुन्दर बिहानको समयमा हो हामी चाहिँ अहिले बुटोल टु खैरेनी जाँदैछौँ। यसरी घाम भर्खरै उडाउन लागेको छ। हेर्नुहोस् त कति सुन्दर देखिएको छ। हुर्किरहेको न हल्का जुम बनाएर बुटोलदेखि खैरेनी कामको सिलसिला जाँदैछौँ होइन गाइजहरू। एकदमै यो बाटो पनि एकदमै सुन्दर छ है, रमाइलो छ। यसरी जाँदैछौँ, वरिपरि जङ्गल छ है अनि सूर्य भर्खरै उडान हुँदैछ अनि एकदमै सुन्दर देखिएको छ दृश्य। यो खैरेनीको थोरै अगाडि आइसकेका छौँ, घोडा भन्ने ठाउँमा। अब एकछिनमा चाहिँ हामी खैरेनी आइपुग्छौँ। हेर्नुहोस् यहाँ पनि एकदमै बाटोहरू विकसित भएर एकदमै राम्रो छ, सरल हिँड्न पाइएको छ। अनि बुटोलबाट खैरेनी आइपुग्नलाई धेरै समय पनि लाग्दैन, 15-20 मिनट लाग्दो रहेछ है। थोरै 1.5 किलोमिटर जति छ है खैरेनी पुग्नलाई। बजार चाहिँ यस्तो छ, सुन्दर छ। अब तपाईँहरू कतिजना खैरेनीमा आउनुभएको छैन भने खैरेनी हेर्नुहोस्, राम्रो छ खैरेनी। अब हामी खैरेनी आइसकेको छौँ गाइजहरू होइन। अब एकछिनपछि हाम्रो त्यहाँ साथीहरू छन्, साथीहरूसँग भेटिन्छ। त्यतिखेरसम्म हेर्दै गर्नु। शान्त वातावरण छ है खैरेनीमा। पसलहरू पनि अझै खुलेको छैन, अब एकछिनमा खुल्छ। अब यो खैरेनीभन्दा थोरै लगभग 1 किलोमिटर 1.5 किलोमिटर उता अझै गयो भने चाहिँ सुनौली आउँछ। सुनौल आउँछ, सुनौली होइन सुनौल। त्यो पनि केही समय मिल्यो भने तपाईँहरूलाई देखाउने नै छु साथीहरू। अब भिडियो मन पऱ्यो भने लाइक कमेन्ट गर्नुहोला अनि च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला है साथीहरू। ल गाइजहरू, हामी फाइनल्ली खैरेनी चोकमा आएका छौँ। खैरेनी चोकमा यसरी बसहरू पनि लाग्दैछ बुटोल जानको लागि। अनि यो हेर्नुहोस् खैरेनीको वरिपरि, यो चाहिँ विशेष खैरेनी चोक हो है गाइजहरू। हामी चाहिँ फाइनल्ली खैरेनी चोक आइसकेका छौँ है। बाइकको यात्रामा बुटोलबाट झन्डै लगभग 15-20 मिनट लाग्दो रहेछ। धेरै चिसो हुने रहेछ, चिसो चाहिँ धेरै छ है गाइजहरू। भिडियो मन परेको छ भने लाइक कमेन्ट च्यानल सब्सक्राइब गर्नु होला है गाइजहरू।